3-4 दिनदेखि यहाँ पानी जमेकै म त किन जमेको होला भनेको कुलरदेखि आएको रहेछ के पानी त। अनि मैले सोचेको कि फ्रिजदेखि आएको होला के गर्नु के मेरो दिमाग पनि। अनि खोलेर हेरेको त यहाँ हालत यस्तो भऽ रहेछ जो कि मैले यहाँभन्दा पहिला कहिल्यै खोलेको थिएन, यो फर्स्ट बारी खोलेको। अनि मनमा डर पनि यति लाग्थ्यो कि कतै सही गर्नको चक्करमा गलत भइहाल्यो भने झन् उल्टो फस्ने भन्ने जस्तो भएको थियो। मेरो घरमा के जे सामान पनि खराब भयो भने मबाट हुने कुरा जति म घरमा आफै सही गराइहाल्छु क्या, बाहिर लग्दैन। अनि त्यसपछि मैले सही गरिसकेपछि हेर्न पनि त पर्यो त कस्तो भएछ भनेर। अनि कुलर चालु गरेको त ठिकठाकै भएछ। अनि म हुँदैछु रेडी जो कि मेडिकल जानु छ मलाई। मेरो कानमा धेरै खुजुली भएको छ, त्यसैले मलाई अलिकति अँध्यारो भयो भने बाहिर जान कस्तो डर लाग्छ के, अरूभन्दा नि मान्छेको डर लाग्छ। आजकल जमाना कस्तो चलेका छ त्यसैले। अनि म गएँ मेडिकल गएर मैले दबाई ल्याएर आइसकेँ। घर आइसकेपछि मैले सबैभन्दा पहिला खोलेर त्यसलाई कानमा हालेँ। मेरो कानमा धेरै दुखेको थियो त्यसैले। बाइ बाइ साथीहरू।